वन्दे मातरम। जय हिन्द, भारत माता की जय। साथी हो, आज हाम्रो देशको 77वां गणतन्त्र दिवस हो। यस उपलक्ष्यमा हजुरहरूलाई शुभकामना तथा शुभेच्छा जनाउँदछु। हाम्रो देश 15 अगस्त 1947मा अङ्ग्रेजको कुल शासनदेखि स्वतन्त्र भए तापनि 26 जनवरी 1950मा सम्पूर्ण भारतवर्षमा संविधान लागू भएको थियो। त्यसैले हाम्रो देशमा प्रत्येक साल 26 जनवरीमा गणतन्त्र दिवसको रूपमा मनाइन्छ। 26 जनवरी 1950 देखि हाम्रो देश सार्वभौम, लोकतान्त्रिक र गणतान्त्रिक देशको रूपमा चिनिन्छ। सारे जहां से अच्छा हिंदुस्तान हमारा, हम बुलबुले हैं इसकी ये गुलिस्तान हमारा। जय हिंद, वन्दे मातरम। जय हिंद, भारत माता की जय। साथी हो, आज हाम्रो देशको 77वां गणतन्त्र दिवस हो। यस उपलक्ष्यमा हजुरहरूलाई शुभकामना तथा शुभेच्छा जनाउँदछु। हाम्रो देश 15 अगस्त 1947मा अङ्ग्रेजको कुल शासनदेखि स्वतन्त्र भए तापनि 26 जनवरी 1950मा सम्पूर्ण भारतवर्षमा संविधान लागू भएको थियो। त्यसैले हाम्रो देशमा प्रत्येक साल 26 जनवरीमा गणतन्त्र दिवसको रूपमा मनाइन्छ। 26 जनवरी 1950 देखि हाम्रो देश सार्वभौम, लोकतान्त्रिक र गणतान्त्रिक देशको रूपमा चिनिन्छ। सारे जहां से अच्छा हिंदुस्तान हमारा, हम बुलबुले हैं इसकी ये गुलिस्तान हमारा। जय हिंद।